चाहिँ नवीन टोलवासीहरूसँग चाहिँ त्यहाँ मरौमा गएर फर्किने क्रममा चाहिँ के भन्छ मामाले यहाँ भट्टराईकुल वंश प्रतिष्ठानमा चाहिँ छिराउनु भयो र यहाँ छिर्ने मौका पाउँदा चाहिँ मैले एउटा भिडियो क्याप्चर गर्न मौका पाएको छु। साथीहरू सबैजनाले भिडियो अन्तिमसम्म हेरेर साथ दिनु होला है साथीहरू। यो चाहिँ मूल गेट हो। अब यहाँबाट म भित्र प्रस्थान गर्दैछु है साथीहरू। आज चाहिँ म भट्टराईकुल प्रतिष्ठान मन्दिरमा आएको छु गाइस। यहाँनिर मामासँग आएको, हाम्रो मामा पनि डाक्टर भट्टराई प्रोफेसर उत्तम भट्टराई हुनुहुन्छ। यो मन्दिर हो। यहाँनिर पनि भट्टराईकुल वंश प्रतिष्ठान छ साथीहरू, देख्न सक्नुहुन्छ। यहाँ चाहिँ धेरै ठुलो मन्दिरहरू रहेछ, आश्रमहरू रहेछ। यो चाहिँ पुजारी बस्ने ठाउँ। यहाँ मन्दिर छ, गणेशजीको मन्दिर रहेछ। यहाँ चाहिँ हाम्रो मामा हुनुहुन्छ यता। मामा एक चक्करमा भिडियो बनाएर आउँछु है ल। यहाँ चाहिँ दुर्गा मन्दिर रहेछ। यहाँ चाहिँ देख्न सक्नुहुन्छ दुर्गा मन्दिर। यहाँ चाहिँ दुर्गा माताको फोटो छ, पिक्चर छ, देख्न सक्नुहुन्छ तपाईहरूले। कुल वंश प्रतिष्ठान मन्दिर। यहाँ तुलसीको मोड छ। यहाँ चाहिँ यहाँ नागको छ यहाँनिर चाहिँ साथीहरू। यहाँ भनेको चाहिँ शिवजीको लिङ्ग छ भित्र है, शिवजीको देख्न सक्नुहुन्छ तपाईहरूले। अनि उद्घाटन गर्नुभएको रहेछ उहाँहरूले, देख्न सक्नुहुन्छ। म सबैतिरको यहाँको दृश्यहरू क्याप्चर गर्नेछु है। हाम्रो नन्दी महाराज हुनुहुन्छ यहाँ विराजमान। अनि यहाँ हनुमानजी हुनुहुन्छ। जय बजरङ्गबली, रक्षा गर्नु होला प्रभु। जय श्रीराम, जय श्रीराम, हे प्रभु रक्षा गर्नु होला। यति बजरङ्गबलीको छ मन्दिर। अनि यहाँ चाहिँ यस्तो छ साथीहरू। निकै ठुलो एरियामा रहेछ उहाँहरूको यो मन्दिर। यो चाहिँ कुल मन्दिर रहेछ। यहाँ चाहिँ ताला लगाइएको छ कुल मन्दिरमा। कुल मन्दिर चाहिँ यस्तो छ साथीहरू। यहाँ चाहिँ अब कुलमा चाहिँ अतिथि आफ्नै उहाँहरूले मात्रै जान पाउनुहुन्छ, अरूलाई जान उयो हुँदैन। यो चाहिँ कुल मन्दिर हो। यहाँ चाहिँ ठुलो घन्टा राखिएको रहेछ। दीपक भट्टराई। यहाँ चाहिँ वशिष्ठ गुरुको जस्तो छ। भट्टराईकुल वंश प्रतिष्ठानको यो दमक्क देखिहाल्नुभयो साथीहरू। यहाँनिर छ कुलपति वरिष्ठ उहाँ हुनुहुँदो रहेछ। स्वर्ग कृष्ण प्रसाद भट्टराई उहाँको शालिग छ यहाँनिर चाहिँ ठुलो। उहाँकै देन होला सायद, मैले हेर्न पाएको छैन। त्यहाँनिर सिल हालेको छ। यहीँबाट जुम गर्छु है म। अब यहाँबाट यहीँबाट जुम गरेँ, तपाईँले पढ्न सक्नुहुन्छ है ल। यो चाहिँ ठुलो यहाँ त्रिशुल रहेछ। यो जस समग्रमा भन्नुपर्दा यो ठुलै एरिया छ। यो मन्दिर भयो, एरिया पनि ठुलो छ। कुलदेवता प्रतिष्ठान मन्दिर। हाम्रो उत्तम मामासँग आउँदाखेरि म पनि यहाँ पस्न सौभाग्य पाएँ साथीहरू। त्यही भएर मैले सानो पिक्चर एउटा क्लिप गरिहालौँ भनेर चाहिँ भिडियो बनाएको है।
आज चाहिँ हामीहरू त्यहाँ एक ठाउँ मरौमा गएको थियौँ नवीन टोलवासीहरू हामीहरू सबैजना मिलेर त्यहाँ जाँदाखेरि चाहिँ फर्केर आउँदा यो मन्दिरमा पस्ने मौका पाइयो मामासँग आउँदा भट्टराई कुल वंश प्रतिष्ठानमा है। ल आजको भिडियो यति नै है। मामा चाहिँ यहाँ बसिरहनु भएको छ, म चाहिँ भिडियो बनाइरहेको छु। ल मामा यो यहाँको मन्दिरको बारेमा भनिदिनु न अलिकति। यो हामी कुल पूजा गर्ने परम्परा लामो समयदेखि थियो। हामी विभिन्न जङ्गलमा घुमेर कुल पूजा गर्थ्यौँ प्रत्येक 3-3 वर्षमा। प्रायः हाम्रो कुल पूजा चाहिँ मङ्सिर महिनामा पर्छ, प्रत्येक 3 वर्षको। अब आगामी मङ्सिर महिनामा छ, 83 को मङ्सिर महिनामा होइन टिकाजी 83 कि 84? 83 को मङ्सिर महिनामा कुल पूजा पर्छ। कुल पूजा गर्ने सन्दर्भमा एउटा स्थायी थलो चाहिन्छ भनेर हामीले यहाँ चाहिँ 5 बिघा जग्गा व्यवस्था गरेर 5 बिघाको प्लटमा चाहिँ अगाडि पनि छ 5 बिघामा यो गरेर हामीले यो मन्दिर स्थापना गरेका हौँ। 2050 साल मङ्सिर 8 गते हामीले मोरङ जिल्लामा दर्ता गऱ्यौँ भट्टराई कुलवंश प्रतिष्ठान भनेर। त्यसरी यो विधि सम्मत छ, विधि प्रक्रिया छ। संस्थापकज्यूहरू हुनुहुन्छ, सबैजना हुनुहुन्छ यहाँ। प्रत्येक 3-3 वर्ष देवाली हुन्छ, पुराण हुन्छ, यी मन्दिरमा पूजाआजा हुन्छ। उहाँ हाम्रो मूल पुजारी टिकाराम भट्टराईजी हुनुहुन्छ। उहाँ एकदम मन्त्रोच्चार गरेर आएका चाहिँ तीर्थयात्रीहरूलाई बडो श्रद्धासाथ पूजापाठ गराउनुहुन्छ। यहाँ चाहिँ माघे कुरो पुग्छ भन्छ भट्टराईहरूले। आएर यहाँ आएर चाहिँ मेरो अलिकति मनोकामना, विशेष गरी छोराछोरी कुल पूजामा चाहिँ छोराछोरी नहुनेले ल्याएर यसो सानो मन्नत भएकाले यसो केही गरौँ भने यहाँ चाहिँ पुग्छ भन्ने विश्वास छ। अब यहाँ पनि आइदिनु हो, यहाँलाई पनि धन्यवाद छ, स्वागत छ। हस् त।